जिन्दगीको एउटा गहिरो सत्य के हो भने हरेक कुरामा प्रतिक्रिया दिन आवश्यक हुँदैन। कसैले तपाईँलाई नराम्रो भनिहाल्यो भने धेरै कुरा बुझ्न आवश्यक हुन्छ। तपाईँलाई कसै व्यक्तिले नराम्रो भन्नुको पछाडि धेरै कारणहरूमध्ये एउटा कारण यो पनि हुनसक्छ तपाईँलाई कमजोरी देखाउनु, तपाईँलाई कमजोरी भन्नु। जस्तै मान्छेहरू भन्छन् नि, तपाईँलाई त फलानुले यस्तो भनेको थियो नि, तपाईँलाई त उसले यस्तो भनेको थियो नि भन्छ। तर तपाईँको मनमा तपाईँलाई थाहा छ तपाईँको अगाडि आएर यस्तो भन्ने व्यक्तिले सोध्नुभयो, तपाईँले मलाई यस्तो भन्नुभएको थियो नि भनेर कसै व्यक्तिलाई गएर सोध्नुभयो? कहिल्यै सोध्नुभएको छैन होला। त्यसकारण सबै बहस जित्नु नै सफलता होइन र सबैलाई जवाफ दिनु नै बुद्धिमानी होइन। केही मानिसहरू तपाईँलाई तल झार्न, तपाईँको ऊर्जा खेर फाल्न वा आफ्नो नकारात्मकतामा तान्न खोज्छन् र तपाईँको शक्ति त्यही प्रतिक्रिया दिनुमा वा जोगाउनुमा बढी हुन्छ होला। कहिलेकाहीँ मौन बस्नु कमजोरी होइन, यो त एउटा परिपक्वता, आत्मनियन्त्रण र बुद्धिमत्ताको सङ्केत हो। तपाईँ झट्ट कसैले केही भनिहाल्यो भने रिसाउनुहुन्छ, न केस देखाउनु छ, न प्रमाणित गरिरहनु छ, बस शान्त, शालीन र स्पष्ट निर्णय लिनुहुन्छ। आफ्नो आत्मसम्मान जोगाएर अघि बढ्नुहोस्, गलत र गलत सम्बन्धबाट सधैँ टाढा रहनुहोस्। यही नै तपाईँको साँचो जित हुनेछ। राख्नुहोस्, तपाईँको शान्ति नै तपाईँको सबैभन्दा ठुलो शक्ति हो। तपाईँको मूल्य अरूको व्यवहारले होइन, तपाईँको निर्णयले निर्धारण गर्दछ।